नमस्ते साथीहरु, आज म बनाउन गइरहेको छु चिकन खाप्सा भन्छन् है। यहाँ चाहिँ अरबीमा के भन्छ, अरबीमा चाहिँ खाप्सा दिजात भन्छ है। मैले चाहिँ त्यसको रेसिपी रेडी गर्दैछु। मैले चाहिँ फर्स्ट टाइम भिडियो बनाउन लागेको। विश्वास छ, आशा छ सबैले माया गरिदिनुहुन्छ। स्पेशली यो भिडियो चाहिँ कुवेत घरमा काम गर्न आउने दिदी बहिनीहरूको लागि मैले बनाउन गइरहेको छु। सिकिराख्नु होला, सबै कुरा जानेर आएको हुँदैन। मेरो भिडियोलाई फलो गर्नु होला, मेरो भिडियो हेरेर सिक्नु होला भनेर मैले चाहिँ यो रेसिपी रेडी गर्न लागेको हो। यसमा चाहिँ मैले एउटा कुखुरालाई यानी एउटा चिकनलाई 4 पिस गरेको छु। 4 पिस गरेको छु, 2टा खुट्टा अनि 2टा चाहिँ छाती छ है। त्यसमा चाहिँ मैले भेनिगर, अरबीमा खल भन्छ हैन, भेनिगर र नुन हालेर सफा गरेर यहाँ राखेको छु। सो त्यसको लागि मैले टमाटर रेडी गरिसकेको छु काटेर। अनि यसमा छ गाजर सानो टुक्रा पार्नुपर्छ, सिमला मिर्ची सानो टुक्रा पार्नुपर्छ, अनि प्याज 2टा जति लाउन पर्छ है। अनि अब प्याज 2टा जति लाउन पर्छ। अनि साथीहरु, मैले यसमा चाहिँ लसुन पनि एड गरेको छु। हजुरहरुले चाहनुहुन्छ भने अदुवा लसुनको पेस्ट पनि एड गर्न सक्नुहुन्छ। अनि यो चाहिँ विशेष मसला है। यो चाहिँ दालचिनीको धुलो, ल्वाङ, अनि यो धनिया, अनि यो यहाँको सब्जीमा हाल्ने त्यो पत्ता, हाम्रोतिर तेजपत्ता भन्छौँ नि त्यो, अनि यो हेल भन्छन् यहाँ अरबीमा चाहिँ, यसलाई हेल भन्छ, यसलाई मराग वारग भन्छ, अनि यसलाई चाहिँ दार्सिन ओद भन्छ, यसलाई चाहिँ ग्रेमफल भन्छ भने यसलाई चाहिँ खिसपरा भन्छ। ओके, अनि यसलाई चाहिँ माझी, चिकन माझी। ओके, अनि यो चाहिँ लेमन एस्वाद भन्छ, यो चाहिँ कागती सुकेको अब के गरेर बनाएको हो है। अब यसलाई चाहिँ यसमा एड गर्ने। ओके, यसलाई सबलाई यसमा एड गर्ने। अनि त्यस पछाडि यो चाहिँ यतिको भइसकेको छ साथीहरु। अब यसमा म टमाटर एड गरिदिन्छु। टमाटर एड गरिसके पछाडि मैले सबै प्रकारको मसलाहरू पनि एड गरेँ। यहाँ चाहिँ चामल हजुरहरूले देख्न सक्नुहुन्छ। मैले चाहिँ यसमा चिकन एड गरिसकेको छु। ओके, अब यो चाहिँ टोमेटो पेस्ट है। यसलाई चाहिँ अरबीमा मान्छन् टमाट भन्छन्। अब यो चाहिँ स्वाद अनुसार लाउँछन्, कसैले चाहिँ बढी नै धेरै नै रातो खान खोज्छन् है। यसलाई चाहिँ खेप्सा भन्छन्, रातो हो के, खानै रातो बनाउने। यसमा चाहिँ मैले एउटा एड गरेँ किनकि मेरो घरमा चाहिँ त्यति धेरै खानुहुन्न, त्यो भएर चाहिँ मैले एउटा मात्रै एड गरेको छु। अब साथीहरु, यो चाहिँ मैले एड गरिसकेँ। अब म यसमा चाहिँ यो चामल एड गर्न गइरहेको। अब यो चाहिँ रेडी हुन लागिसकेको हो। यो चाहिँ देख्न सक्नुहुन्छ रेडी भइसकेको छ। त्यसपछि कलर आउँछ, यो चाहिँ रेडी भइसकेको है। बस यति भन्दै सबैलाई बाई बाई, गुड नाइट।